हेलो गाइज, गुड मर्निङ है। अहिले भने चाहिँ म लाचोकमा छु। आजको ब्लग चाहिँ लाचोकदेखि स्टार्ट हुँदैछ है। हिजो आउनु चाहिँ म हिजो आएको थिएँ। हिजो चाहिँ किन नगरेको, अलिक बिसन्चो थियो है। अन्त बाटो पनि त्यस्तै खतम थियो, अन्त भिडियो गर्न पाइनँ मैले। मेरो टुरिस्ट चाहिँ आज चाहिँ यो होटेलमा छ, यो गोल्डन ब्रिज भन्नेमा। अन्त म आज भर्खर आइपुगेको। अन्त आजको ब्लग हेर्नुलाई है, कता कता युमथाङ भ्यालीहरू जाने छ है, कटाउहरू। यहाँ पारि चाहिँ मजाको वाटरफल्स रहेछ होइन। यहाँ पारि डाँडाहरू दामी दामी छ है। र त काहीँ हेर्दै गर्नु होला। अन्त यो मेरो टुरिस्ट बसेको होटलबाट चाहिँ हिमालय दामी देख्दो रहेछ। यहाँबाट चेपमा दामी देखिरहेछ। क्यामेरामा त्यस्तो दामी देखेको छैन, आँखाले चाहिँ दामी देखिरहेछ है। अन्त यहाँ वाटरफल छ एउटा, यो पारि खोकी लाग्दैछ हौ, घाँटी दुखेर नि। यहाँ पारि वाटरफल्स सानो रहेछ। यहाँबाट चाहिँ झन् दामी देख्दो रहेछ है हिमाल टक्क लगाएर। यो डाँडा चाहिँ हेर्नुहोस् न कत्रो अल्गो छ। यहाँ मुनि पारिपट्टि सबै घरै घर छ होइन। यो डाँडा चाहिँ कति चाहिँ अल्गो चाहिँ होला। र अहिले भने चाहिँ हामीहरू युमथाङ भ्यालीतर्फ जाँदै गरेको है। युमथाङ भ्याली जाँदा हल्का क्लिप बनाएको थिएँ मैले, सो भ्यूको है। सो बाटोमा यो चाहिँ लाचुङै हो। लाचुङबाट यति बेला भर्खर हिँडेको थियो हामीहरू होइन। जाँदै आर्मी क्याम्पहरू रहेछ पुरा होइन। म पनि फर्स्ट टाइम गएको यता चाहिँ, यो युमथाङ भ्यालीतिर चाहिँ मलाई मजाको लाग्यो होइन। र हेर्दै गर्नुहोस् होला है, अझै माथि दामी दामी भ्यू छ है, मजाको छ। र गाइस, अहिले भने चाहिँ मेरो टुरिस्टहरू चाहिँ यहाँ फोटो खिच्ने अरे होइन। यहाँ गाडी रोक्दैछु मैले, टुरिस्टहरू यहाँ छ, राति चाहिँ यता छ। अन्त हेर्नु होला है, मेरो पछाडिपट्टि चाहिँ यस्तो दामी छ है, यस्तो दामी देखिरहेको छ। अहिले अलिक कम्ती भएछ है यो दामी देखिरहेको छ। क्यामेरामा कस्तो देखिँदैछ यता पनि हिमाल है। र त गाइस हेर्दै गर्नु होला। अहिले चाहिँ हामी आधी बाटो आइपुग्यो। अब त्यही 16 किलोमिटर छ होइन युमथाङ भ्याली। ल त गाइस हेर्दै गरौँ। र यता भने चाहिँ आँखाले चाहिँ दामी देखिरहेछ होइन। यहाँ चाहिँ यस्तो दामी छ नि, यो घामले गर्दाखेरि चाहिँ अलिक राम्रो देखिँदैन है। यो चाहिँ सबै डाँडा हिउँले ढाकिरहेछ है। छ भएर छैन मेरो टुरिस्टहरू चाहिँ यहीँ सब फोटो खिच्दैछ यो ब्याकग्राउन्डमा लगाएर चाहिँ। जानु चाहिँ युमथाङ भ्याली हो, तर यो गेटदेखि चाहिँ बन्द रहेछ है। यताभित्र चाहिँ गाडी चाहिँ यहीँसम्म रहेछ। यहाँ देउता चाहिँ दिएको छैन रहेछ जानु, हिउँ बेसी परेर होला।
अब चाहिँ यहाँ एकछिन यिनीहरू घुम्छ होला अनि चाहिँ फर्किन्छ हो। अरू गाडीहरू त जाँदैछ फेरि जानु त। र अहिले भने चाहिँ हामीहरू कटाउतिर लाग्दै थियो है। टुरिस्टहरू चाहिँ इरी खाले क्या इरी गरेर चाहिँ घरि जान्छु घरि जान्दिनँ हो। गयो भने युमथाङ भ्याली चाहिँ बन्थ्यो नि त, अन्त युमथाङ भ्यालीको बदली कटाउ लैजा भन्छ हो। त्यो त अन्त कहाँ हुन्छ त, अन्त ग्याङ गर्दा हो। र लास्टमा चाहिँ मिलेर चाहिँ म चाहिँ जाँदिनँ भनेर होटल छोडिदिएको थियो उनीहरूले। अन्त फेरि अब रिक्वेस्ट गऱ्यो इतना दूर चाहिँ घुम्नुको लागि आएको अब किन होइन भनेर चाहिँ रोलै जस्तो गरेर चाहिँ अन्त गइदियो बिचरा। अहिले भने चाहिँ यो कटाउ जाने बाटोमा छ है हामीहरू चाहिँ। यहाँ चाहिँ एउटा वाटरफल रहेछ, त्यही हेर्नु लागि चाहिँ टुरिस्टहरू झरिरहेछ होइन। अच्छु वाटरफल चाहिँ यता छ है, यो माथि चाहिँ वाटरफल। कति मजाको भ्यू भन्ने। अहिले चाहिँ हामी भने यो माथि टपमा आइरहेछ है। यहाँ माथि चाहिँ आर्मी क्याम्प छ, यहाँनिर उकालो चाहिँ जानु दिँदैन अरे हो। यहीँ त पुरा हिउँ परिरहेछ है रोडभरि हो। यस्तो जाडो छ नि। यो चाहिँ ओह्रालोको बाटो हो, यहाँबाट चाहिँ हामी आएको। अब यहाँदेखि चाहिँ ओह्रालो फर्किन्छ है। गाडी मैले घुमाइसकेँ ओह्रालो। अनि यहाँ चाहिँ कस्तो दामी छ कि आँखा टल्किने खाले हिउँ परिरहेको छ यहाँ चाहिँ। ल त गाइस हेर्दै गर्नु होला। अब चाहिँ यहाँ एकछिन गरेर होटल फर्किन्छ है हामीहरू। मलाई त गाइस हेर्दै गर्नु होला। अब बाटोमा अलिअलि भिडियो गरौँ ल। र अहिले भने चाहिँ हामीहरू चाहिँ यो कटाउ सटाउ सबै घुमेर चाहिँ फर्किसकेको है। फर्केर मेरो तल लाचुङभन्दा अलिकति माथि आउँदाखेरि चाहिँ सानो क्लिप बनाएँ। मेरो चाहिँ यस्तो बेसी टाउको दुखेन, त्यहाँनिर बेसी चिसोले चाहिँ खोकी पनि त्यस्तो लाग्दैछ हो। अन्त अब तल लाचुङ गएर दबाई सबाई खानुपर्छ। बिस्तारै हल्का गफ गर्दै आउँदैछ टुरिस्टसँग है। टुरिस्टहरूलाई पनि त्यहाँ अब पुरा मन पऱ्यो अरे हो। म पनि त्यहाँ त गएको थिइनँ, मलाई मजा आयो। अहिले भने चाहिँ म टुरिस्ट होटल ड्रप गरेर पनि फर्केको है। म चाहिँ पारी बस्छु, ब्रिजदेखि पारी। त्यो टुरिस्टहरू चाहिँ यतै हो, यो यता वारि कटाउ जाने रोडदेखि यताभित्र हो। अब चाहिँ पुऱ्याएर फर्केको। अहिले कति 2 साढे 2 हुन आँट्यो टाइम। गएर यसो यताउता घुम्नुपर्छ। घुम्नु त के पर्छ न हत्तु भयो। अहिले भने चाहिँ म रुम फर्केको है। अब आजको ट्राभल चाहिँ यतिमै सक्यो होइन। यता चाहिँ दामी खोला छ, यता चाहिँ यहाँ चाहिँ खोला छ है। म चाहिँ यो खोलादेखि चाहिँ पारी जानुपर्छ बस्नु लागि। यहाँ पारी यो टुरिस्टको चाहिँ यता माथि थियो है। ल त गाइस है, आजको भ्लग चाहिँ यहीँ खतम हुन्छ है। यहीँ सक्यो भनौँ न। अब अरू जग्गा त कतै खुल्ला थिएन हो। युमथाङ भ्याली पनि जानु पाएन। अन्त अब यता कटाउ पनि माथिसम्म त पुग्नु पाइएन, आधी बाटोसम्म त गयो है। अब यति नै हो, जिरोहरू त अब भन्नै हो अहिले बेसी हुने कारणले। र अब आजको भ्लग चाहिँ यति नै थियो है। यतिमै म समाप्त गर्न चाहन्छु मेरो भ्लग है। र तपाईँहरू अब यसरी नै हेरिराख्नु होला है मेरो भ्लग। Thank you so much for watching my videos.